शीर्षक दिदी स्कुल जान्छिन्। एक दिन बिहानको कुरा हो। आवा आफ्नो कोठामा रङ्गीन ब्लकहरू खेल्दै थिई। नानी आद्या भने भुइँमा घिस्रिँदै दिदीलाई हेर्दै थिई। आद्या थाहा छ? आवाले मुस्कुराउँदै भनिन्, म स्कुल जान्छु। त्यहाँ गुरुआमाले पढाउनुहुन्छ, हामी गाना गाउँछौँ अनि चित्र कोर्छौँ। आद्या पु 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 गर्दै टपक्क हाँसी। त्यो भनेको तिमी खुसी छौ है? आबा हाँसी। हामी स्कुलमा A4 एप्पल भन्छौँ अनि म रङ्गीन क्रेयनले फुल बनाउँछु। गुरुमामाले भन्छु, आबा राम्रो गर्छे। आद्या हर्षित हुँदै आबाको झोला तान्न थाले। होइन है, त्यो मेरो स्कुलको झोला हो। आबाले प्यारो गरी झोला फिर्ता लिइन्। तिमी स्कुले जाँदैनौ अहिले, तिमी सानै छौ। आद्या आ भन्दै मुस्कुराई। चाँडै तिमी पनि ठुलो हुनेछौ, आबाले भनिन्। त्यसपछि हामी सँगै स्कुल जानेछौँ, लन्च बक्स ल्याउनेछौँ अनि खेल्नेछौँ। त्यत्तिकैमा आमा कोठामा पस्नुभयो। कस्तो गफ गरिरहेका हो मेरा नानीहरू? आमाले सोध्नुभयो। म आद्यालाई स्कुलको कुरा बताउँदै थिएँ आमा, आबाले भनी। वाह, आद्या त ठुल्ली भइसकेछ र दिदीसँग कुरा गर्छे, आमाले हाँस्दै भन्नुभयो। आबाले आद्यालाई अँगालो हाल्दै भनी, चिन्ता नगर है, म तिमीलाई सबै कुरा सिकाउँछु। हामी सँगै स्कुल जानेछौँ। आद्या खुसी हुँदै तप्प दिदीको गालामा चुम्बन दिई र दुवै बहिनी हाँस्दै खेल्न थाले जबसम्म सुत्ने बेला भएन।